वेलकम टु माई ब्लग। हाई अब हामी आज होइन रापती खोला नुहाउन जान लाग्यो। हाई अहिले एकछिनमा देखाउँछौँ। सबैजना जानलाई रेडी हुँदैछन् यहाँ ऊ अब सबैजना हामी चाहिँ आइपुग्यौँ होइन यहाँ आइपुग्यौँ है। यस्तो यतै झोला बोकेर आइरहनु भएको छ होइन सबैजना। कोही अगाडि पुगिसक्यो, म देखाउँछु अगाडि नि। हामी रापती आइपुग्यौँ नि सबैजना यहाँ झोला यसरी बोकिरहनु भएको छ। सबैजना अगाडि अगाडि अहिले हामी खोला नि देखाउँछौँ र हाम्रो रापती देख्न सक्नुहुन्छ। बनाउनु थालेछ। हामी चाहिँ आएर नुहाउन पनि थालिसकेका थियौँ यहाँ खोलामा। अनि खोला देख्न सक्नुहुन्छ ऊ रापती होइन। सबैजना ऊ पौडीमा रमाइलो गरिरहनु मछली हिँडेको ऊ नाचिरहन्। हामी चाहिँ होइन नुहाएर रेडी नै भयौँ। अनि यो मैले चाहिँ लुङ्गी रेडी हुँदैछ नि। कोही गाजल लाउँदै, कोही टिका लाउँदै, कोही यहाँ ऊ चस्मा लाएर रेडी। अनि उहाँ चाहिँ नै भ्याएनन् बुढापातीहरू चाहिँ। यस्तो घाम लागेको छैन। अब हामी टिकटक बनाउने अनि गर्ने हो। ल अहिले राखिदिन्छु हामी। टिकटक सेसन चलिरहेछ है गाइजु। अलिकति भएन अरे ऊ डान्सको यहाँ हेर्न सक्नुहुन्छ है। अनि यहाँ बुढाहरू चौचपाटी चौचपाटी खाइरहेछ नि यहाँ खोलामा छ। यहाँ ऊ कपडा मिलाउनमा व्यस्त छ। यस्तै छ गाइज। एक सेकेन्ड 15 सेकेन्ड कहिले हुन्छ। कसैले ढुङ्गाको घर बनाइरहेछन् होइन। यहाँ कोही ढुङ्गा उचालेर पानीमा हालिरहेछन्। कोही टिकटक फोटोसुट चलिरहेछ है गाइज। हाम्रो त्यहाँ हेर्नु ढुङ्गा खोजिरहेछन् पानी। कोही पानीमा ढुङ्गा हालिरहेछन्। ऊ यता ऊ नाचिरहन् कोही। यस्तो फन चल्न हुँदैन है गाइज यसरी ढुङ्गामा पानीमा। हामी चाहिँ अब फर्किन लाग्यो। बिहानहरू चाहिँ अगाडि जानु भइसक्यो। हाई हामी रोड देखाउँछौँ है होइन। अब चाहिँ हामी यो रापती हाम्रो ड्याग हो है। हेर्न सक्नुहुन्छ हाम्रो रापती ड्याग। उहाँ जतिखेर पनि झगडा परिरहन्छन् तिनजना। यस्तै हो है। ल हेर्नु है हाम्रो रापती यस्तो छ। अब रापती चाहिँ यस्तो छ होइन। बनाउनु थालेर रहेछ अहिले। नभए पहिला कति राम्रो थियो। ऊ त्यहाँ भैँसी चढाएर आइरहेछन्। देख्नुभयो नि यहाँ भैँसी चढाएर आइरहेको। अनि यहाँ ऊ गइरहेछन् बाख्राका बथान जसरी सबैजना। हो कि होइन? हो कि होइन? होइन भनिरहेको छ तर हो है। यहाँ फेरि अहिले गैडा नि देख्न सक्नुहुन्छ है। सबैजना गर्मी भयो यहाँ नुहाउन सक्नुहुन्छ। राप्ती 2 को खोलाले निस्किन्छ। यहाँ जेबी चिनी छ त्यहाँ भइसिन्छ। फेरि झुक्किनु होला है त्यो हात्ती होइन। हेलो यहाँ यस्तै छ। इग्नोर दिस। धमाइरहेछन् है सबैजनाले। यस्तै हाल्ने हो। हेलो आज भ्लग हाम्रो कम्प्लिट भयो गाइस। बाइ बाइ। बाइ मेरो भिडियोमा राख्दिनु है। यता सरकारी खेती नि हुन्छ है गाइस। अनुभव यहीँ छ। अनुभव रिसारिसै छ। त्यो अनुहार देखाएको छैन। भोलि युट्युबमा पनि यस्तै आउँछ उसको। गाइस अब अर्को भिडियोमा हजुरहरूलाई सम्झिन्छु। बाइ बाइ। कीप सपोर्टिङ डु सब्स्क्राइब भन न पर्छ। कपाल मिलाउन थालेछ। डु सब्स्क्राइब भन्नु नि। डु सब्स्क्राइब। हामी अब सकेर फर्किँदैछौँ। बाई बाई रमाइलो। राम्रो चिकन।
है गाइस अब हामी चाहिँ घर फर्किँदै हो है। हामी चाहिँ हावामा उडिरहेको जसरी मान्छे उडिरहेको छ म दुईटा बुढासँग हु गर्दै। हाम्रो सिमाराको चौरको फुटबल चौर अनि फुटबल खेलिरहेछन् होइन बुढाहरूले। रमाइलो हुन्छ। यतैबाट आएको हो। हामी नि यतैबाट जान्छौँ। हामी चाहिँ एकछिन रेस्ट गरेर बसेको है गाइस। यहाँ चौचा खानिदेऊ थकै लाग्यो अरे। हेर्दै अनि हामी खाने हो। म देखाउँछु हजुरलाई। बुढाहरूले खेलिरहेछ नि। यहाँ हाम्रो सिमाराको चौर हो है गाइस। यहाँ सबैजना यहाँ बसिरहेको नि। राति 1 मा छौँ है अहिले हामी। हजुरलाई पोखराबाट धेरै रमाइलो लाग्यो। गर्मी त भएन नि। आमा खल 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 पसिना भर्खर नुहाएर आउँदा पनि। हजुरलाई कस्तो लाग्यो? सोचे भन्दा नि धेरै रमाइलो आफ्नो छोरी दिदी बहिनीहरूसँग आउँदाखेरि। हजुरलाई? म त झन् एकदम खुसी छु, रमाइलो लाग्यो। फ्यान्टास्टिक भन्नु। फ्यान्टास्टिक। म झन् धेरै रमाइलो। सबैभन्दा रमाइलो मै हो। धेरै इन्टरटेनमेन्ट भयो। तिमीलाई कस्तो लाग्यो? रमाइलो। पानी बोके पनि सब्स्क्राइब गरेर दिनु सबैले। यो चाहिँ हाम्रो खेत हो है गाइस। हेर्न सक्नुहुन्छ यहाँ सबै धान लाखा है टाढासम्म पनि। अनि यो पनि यस्तै हो। मान्छे जानु भइरहेछ। यस्तै हो गाइस हाम्रो गाउँ। मलाई नि एकदम राम्रो लाग्यो। कस्तो लाग्यो? राम्रो लाग्यो। राम्रो समर आयो नि त अब ट्यान हुने भयो हामी झन् धेरै। कस्तो कति आइफोन 13 हो? 13 त्यहाँ 2-3जनाको गफ यस्तै हो। त्यसले बाटोमा हिँड्दा नि यत्तिकै हो। यत्तिकै यहाँबाट हजुरहरूले छुट्याउनु सक्नुहुन्छ होला को जेठी को माइली को कान्छी। यो चाहिँ बुढाहरू हिँडिरहेछन् होइन। यस्तै हो। अनि हामी 2जना भयो। कृपया उतारमा यहाँ गैडा नि आउँथ्यो आज गाइस देख्न पाएन है। यस्तै हो। रुख हेर्नु कति ठुलो छ होइन। यो पनि खासमा के अरे चितवन नेसनल पार्कमै गनिन्छ है गाइस। चितवन नेसनल पार्कमै गनिन्छ। अनि यहीँ फेरि तरकारी खेती यहीँ बस्थ्यो। अनि यहीँ उता हो कि जङ्गल। त्यही भएर यता चाहिँ गैडा आउने चान्सेस धेरै हुने हो। तर हामीले देख्न सक्छौँ। बाघहरू यस्तो आइरहन्छ। क्यान सी हाउ बिग टल दिस ट्री इज। चराहरू गीत गाइरहेछन् लाइक यु नो द्याट इट्स सो गुड। डु सब्स्क्राइब दिस च्यानल। हेलो सब्स्क्राइब गरिदिनु है कामनाले। हेलो गाइस डु सब्स्क्राइब यु च्यानल। हेलो गाइस कामना युट्युब भ्लगमा गएर सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू मम्मी। भन्नुहुन्न है सानी अलि लजाइरहनु भयो। कामना वार्तालाई युट्युब च्यानल प्लिज सब्स्क्राइब गरिदिनु होला। धेरै माया गरिदिनु होला। थ्याङ्क यू सानी। ल भाइरल अब कामनाको पालो। थ्याङ्क यू। बाइ बाइ। आजको लागि यति नै गाइस। गाइस देख्नु भयो यहाँ स्ट्रगल हेर्नु न यहाँ। नआएर हाम्रो फन्नी भिडियोमा देख्नु यहाँ स्ट्रगल हेर्नु। यहाँ बुढाहरूलाई त्यहाँ हेर्नु। यहाँ हाम्रो हेर्नु। भनेको उता हेर्नु रेस्ट मात्रै गर्छ नि। यहाँ हेर्नु त्यही वेट कति छ यहाँ के थाहा हजुरहरूलाई। 5 केजी त होला। हाम्रो बिसाउने आयो है। हाम्रो घर चाहिँ हाम्रो घर हो। ल घर आयो। म फाइनली यस्तो थकै लागेको छ है। रेस्ट गरेर अनि बस्ने होला गाइज। हामी बाई जानु।